Anyway, सुस्मी जुर भात खाने भाग्लाक्क सुत्ने आउनु न त सँगै खाने कुनै बेला आउँला समयले डाँडा काटेन भने अहिले एक्लै भएको बेलामा साथी आइपो साथी हुन्छ त अरू बेला मान्छे भएको बेला म आयो भने पहिले भिडियो देख्छ क्या मान्छेले त्यही भएर मलाई फेरि झगडा गर्न थाल्छ सबै तिम्रो बोयफ्रेन्ड अस्ति आएर थर्काइरहेको थियो मलाई पनि थर्काइराख्नु भएको थियो तँ बोयफ्रेन्ड आयो त्यही भएर हो यो धेरै बोलेको केटाहरू भिडियो रेकर्ड गरेर हालिदिइहाल्छ नि ल छुटौँ ल मेरो बोयफ्रेन्डले गाली गर्छ रे ल्या थोतो तपाईले आएर मलाई मेसेज गरिरहेको थियो तिम्रो बोयफ्रेन्डले मलाई मेसेज गरिरहेको थियो क्या 11 बजे सुतौँ टेक केयर कपडा दिन्छु ल हैन कसले मेसेज गर्यो WhatsApp कुरा नगर्नु न फेरि भागो सोध तिम्रो बोयफ्रेन्डलाई सोध गरेको छ कि नै भनेर कपडा दिन्छु अहिले चाहिँ बाई ए मेरो पनि बाई बोयफ्रेन्ड बाई छ भोलि भेटौँ ल भोलि बाई मेरो पनि बोयफ्रेन्ड छ अगाडि हो अगाडि हो ओके टेक केयर एनीवे सुस्मी जुर भात खाने भाग्लाक्क सुत्ने बस्ने म पनि लाइभ बस्ने हैन इक्जाम्पल तिमी र मेरो बिहा नै भइहाल्यो दुवैजना रातभरि लाइभ बस्ने नेपालमा कति बज्यो 12:48 12:48 साला 1 बजेसम्म लाइभ बस्ने दुवैजना बुढाबुढी नै सन्तान कहिले बनाउने रातभरि बुढाबुढी नै लाइभ बसेको छ भने अनि किन नबसौँला नि थ्याङ्क यू ब्रदर अनि दिनु परेन अनि नबसिकिन हुन्छ अनि दिने होइन यो गफ अलिक बढी भयो कुनै बेला 5-7 मिनेटको कुरा हो रन्डोर फोटो सुन्नु न मलाई चाहिँ नि तपाईँ र मेरो भिडियो छ नि जस्तै अहिले बोलेको रेकर्ड आउँछ नि त भोलि एउटा भिडियो छ नि त्यो आऊ मसँगै सुत आऊ मलाई त्यही भएर म धेरै बोल्न छोडे हो कि बिस्तारै घरि आउने घरि नआउने जे बोले त्यहाँ भोलिपल्ट आइहाल्छन् रेकर्ड गरेर कस्तो मजाले बोल्नु भएको म त पछि आफैले हेर्दा पो आफूलाई कस्तो लागिरहेको आऊ मसँगै आऊ तपाईँले हेर्नुहुन्छ कि थाहा हेर्नुहुन्छ कि हेर्नुहुन थाहा होइन म त बस्दा हेर्दा मलाई नि ट्याग गरेर हाले हुन्छ क्या आऊ भनेको त आएको छैन अर्को चाहिँ आएको छ हेर्नु त आउँछ आऊ मसँगै सुत आऊ गाइस डबल ट्यापिङ गरौँ त ल झार्ने नि भयो तिमीले होइन मेहनत गरेर झारेर जानु ल विन भने 2 विन त छ अलि धेरै विन भयो पो ल भन्नु तिमी आएन अघि नै मेरो कत्रो झारिदियो नआउने बेलामा तपाईँ बोलिरहनु भएको थियो उहाँ सिससँग अनि अरूले झारिसकेर आउँछ त तिमी अनि कहाँबाट वास्ता गर्छु त मैले सुरुमा भयो पो सुरुमा त लिनु पनि पर्यो नि त नि तपाईँले अनि अरूले झारिसकेर आएपछि त कसले वास्ता गर्छ अब त थके आउँछ सुत्छु भन्छ बोल्दा तपाईँको वास्तविक त मलाई थाहा नभएको हो त नि सुरुमा त लिनु पनि पर्यो नि ल थ्याङ्क यू सो मच छुट्टु म अब कता खेल्नु थ्याङ्क यू ब्रदर थ्याङ्क यू एभ्रीवन ल ओके टेक केयर आफ्नै ख्याल गर्नु ल हस् थ्याङ्क यू गौरव दाई बिग रेस्पेक्ट मेरो दाइले तिमीलाई